हाँ? वेलकम, आपका स्वागत है रे। नेपालीमा चाहिँ किन नलेखेको हो मेरो क्वेसन चाहिँ? धेरै भाषामा लेखेर चाहिँ हामीले चाहिँ आफ्नो स्वागत मात्रै लेखेको छ। यो हामी चाहिँ यहाँ हाइकिङको लागि केही सामानहरू किन्न आएको छौँ। दिस इज मिस्टेक। के सामानहरू पाइन्छ? अब मिस्टेक छ भने अब के भन्नु? लेखेको भएकै छैन। अरूमा पनि छ तल। माइक त तिमीसँग मात्रै छ नि फेरि। छैन। अब हामी के किन्छौँ हामीलाई थाहा छैन तर हामी चाहिँ बबाल ठाउँमा आइपुगेको छ। के किनिन्छ रे आज? हाइकिङको ड्रेस, सुज, आई डोन्ट नो के हुन्छ। हाइकिङको ड्रेस अनि सुजहरू किन्नेछौँ किनभने अब हामी चाहिँ हाइकिङको भ्लगहरू पनि बनाउँदैछौँ। मोटो भ्लग आधा अनि हाइकिङको आधा। त्यो हेरौँ के किनिन्छ के किनिँदैन। मैले चाहिँ एउटा किनिसकेको छु हाइकिङको लागि भनेर। त्यो ज्याकेट एकदम मन पऱ्यो अनि यसको प्राइस एउटा चाहिँ मैले लाने भनेर चाहिँ मैले एउटा यो किनेको छु। यसको प्राइस छ मैले नापेको अघि यो जुत्ता लाने सोचिरहेको छु अनि यो जुत्ताको प्राइस छ 110 रुपियाँ छ प्राइस चाहिँ 110। मैले लाने भनेको चस्मामा चाहिँ एउटा यो सोचिरहेको छु अनि एउटा ब्याग भएको सोचिरहेको छु। यसमा चाहिँ दुईवटा सिसा आउँदो रहेछ, एउटा ब्लू कलरको पनि एउटा सेतो। सो यसमा रिप्लेसमेन्ट गर्न मिल्ने खालको रहेछ। यसको प्राइस चाहिँ 19 रुपियाँ छ, यसको पनि 19 रुपियाँ छ। अब हाइकिङहरू जाने भएपछि त ज्याकेटसँग म्याच गर्नको लागि यही नै ठिक हुने भएको भएर यही लिने सोचिरहेको छु। अनि मैले चाहिँ फाइनली यो लग्ने भएँ होइन। कस्तो देखेको छ थाहा त छैन तर मैले चाहिँ यो लग्ने भएँ। अनि कम्पनीको लगेको 110 को मैले चाहिँ यो चुज गरिसकेको छु 110 को उतापट्टि केटाको। तिमी चाहिँ कुन लान्छौ? मेरो काममा लाउन मिल्छ भन्दा म यही किन मिल्दैन? मिल्छ। यो ठुलो छ नि त बुटवाला स्टाइलमा। के भयो त अनि झन् ढुङ्गा मुढा भएको ठाउँमा त के लाउने त त्यही लाएर त हो नि खास। सेकेन्ड हामीले चाहिँ अब सामानहरू लगभग रेडी गरिसकेको छौँ। दुईजनाले गरेर 500 युरो लगभग अझै नपुग जस्तो छ मैले देखेको चाहिँ। सो हाइकिङ गर्नलाई चाहिँ अति गाह्रो हुँदो रहेछ गाइजहरू। सो हाइकिङको भिडियोहरू आउँछ अब चाहिँ हेरौँ कस्तो हुन्छ। हामी चाहिँ यो के हो के भन्छ यार यो ठाउँ, यसलाई यो सपिङ मार्केट पनि थाहा छैन तर यो डेकाथोन भन्छ अरे। डेकाथोनमा आएको छौँ हामीले सपिङ गर्न चाहिँ हाइकिङको लागि चाहिँ। सो ल दामी देखिएको छ। मैले त यही कलरको लिइरहेको छु किनभने हाइकिङ गर्नको लागि अलिकति राम्रै चिज लिनुपर्छ होइन। हाइकिङ जस्तो कुरा हो। सो हाइकिङको लागि भनेर गाइज हाइकिङ जाने भनेर हामीले 500 कतिको रे बिल? 500 कति? 531 रुपियाँ राम्ररी देखिएन। 531 रुपियाँको चाहिँ सामान हामीले किनिसकेको छौँ होइन त। मेरो 1 महिनाको स्यालेरी सकाइदियो गाइस। 1 महिनाको सपिङ अनि म फेरि 1 वर्षमा एकचोटि सपिङ गर्छु फेरि राम्रो गर्छु नि त। हामीले कहाँ सपिङ गरेको भन्यो भने हामीले यहाँ सपिङ गरेको। अनि यहाँ चाहिँ फेरि के लेखेछ भने आपका स्वागत है, आपका स्वागत है लेखेको छ हिन्दीमा तर नेपालीमा लेखेको छैन। खै किन नलेखेको थाहा छैन। सबै अरू सबै भाषामा लेखेको छ तर नेपालीमा लेखेको छैन। हामीले चाहिँ सामान यहाँबाट किनिसकेको छौँ 531 रुपियाँको देख्न सक्नुहुन्छ। किनभने अब हामी गर्दैछौँ हाइकिङ, बाइकिङ अनि हाइकिङ। के अरे ए 531 युरो। लेट्स गो 531 युरो ठाउँमा हजुरले देख्न सक्नुहुन्छ यहाँ लेखेको छ। यो चाहिँ एकदम नजिक छ मधेरा फुन्चलबाट चाहिँ के अरे मधेरा सपिङ जानुभन्दा पनि नजिक छ के। सो तपाईँहरू सामान किन्नु पर्ने भयो स्पोर्टको केसेको भन्यो भने पनि तपाईँहरू यहाँ आउन सक्नुहुन्छ। चाहन्छौ त? मेरो पैसा सक्यो अरू केही नि भन्दिनँ। पैसा भनेको यस्तै हो, सपिङ गर्न आएपछि ज्याम सपिङ गर्ने बानी छ। त्यो 100, 150, 20-30 को सपिङ गरिँदैन। निस्किने चाहिँ कहाँबाट हो? आई डोन्ट नो, त्यहीबाट निस्किनु मिल्दैन र। अरे कमेडी भन खै गाडी गइराखेको भर्खर के पार्किङ गरायो गयो त। गइरहेको छ त्यतैबाट त पार्किङ होला नि साइदा यताबाट। खै माथि साइदा लेखेको छ सायद त लेखेको छ तर भर्खर यतैबाट त गयो नि। अब
यता जानै मिल्दैन उतो गाडी त त्यहीबाट निस्किनु त रहेछ यहाँबाट निस्किन मिल्दैन कि यहाँबाट रहेछ ए बाटो नथाहा पाउँदा पनि कन्फ्युज हुने यार निस्किन त त्यतै हो तर यहाँ आउन पर्दो रहेछ हौ लुक न निक्लिन स्टपको साइन छ स्टप गर्न पर्यो गाडी आछ भने छैन भने गर्न पर्दैन लुक त हेर्न पर्यो खासै त्यहीबाट मिल्दो रहेछ निस्किनु कहाँबाट कहाँ साइन छ खै साइन नभए पनि त्यसै साइन मैले छोड्नु पर्ने हो यिनीहरूलाई क्या अरे यहाँनिर नै इक्जाम हुन्छ क्या एउटा हाम्रो इक्जामको बेलामा चाहिँ यो बाटोमा चलाउन लाउँछ नि यतापट्टिकोलाई छोडिदिन पर्छ क्या राइटकोलाई अहिले फेरि त्यही त हो नि अब भर्खर उसमा भ्लगमा बोल्न थालेको मोटो भ्लगमा अनि कति कुराहरू यादै हुँदैन क्या साइड लाइट यो त्यो त्यहाँ हामीले छोडिदिनु पर्छ बिस्तारै जाउँ है त अब छोड्नु नियम अनुसार त गर्नु पऱ्यो नि त पालना त गर्न पऱ्यो नि क्लियर छ आज पनि त्यो अझै त्यहीँ छ क्या दुईवटा यस्तै ओह्रालामा अघि डर लागेर यार त्यो ब्रिजमा गएर एक दिन ड्रोन उडाउन पर्छ चाहिने त किन्छ नि तेरो बुढाले नचाहिने किन्छ हाइकिङ हो अब भोलि बाइक स्कुटरमा चलाउँदा त्यो जुत्ता पनि भइहाल्यो सपिङ के हो भनेर मैले सिकाइदिएँ क्या आज मान्छेहरूलाई गएर त्यो 20-30 50-60को हेर्नेहरूले सपिङ के हो भन्ने कुरा आज सिकिसक्यो होला होइन हजुर आमा आएकी छिन् Boa tarde, tudo bem? Obrigado. ग्यारेजमा आइयो ल फाइनली ओहो ल यता हेर हो मुख बिगार न Boa tarde, senhor. Zero dabo. Tudo bem? Já comeu? Já comeu? Obrigado. सो गाइजहरु हामी घर आइसकेका छौं अनि अब भन्नुपर्ने कुरा चाहिँ स्वस्थ रहनुस् व्यस्त रहनुस् अनि मस्त रहनुस् सधैँभरि तपाईहरुको भाइ नवीन भाइलाई चाहिँ नभुल्नु होला उनलाई भुले नि हुन्छ उनलाई चाहिँ धेरै वास्ता गर्नु पर्दैन है त